हेलो एभ्रिवान नमस्ते। आज चाहिँ म कोरियाको चिसो मौसममा मर्निङ वाक सँगसँगै बाहिर घुम्ने निर्णयले बाहिर घुम्न निस्किएको बेला यसो सानो एउटा भिडियो बनाउँ कि भनेर। यो चाहिँ कोरियाको एकदमै रमणीय ठाउँ जहाँ चाहिँ गल्फ खेलिन्छ। यहाँका अधिकांश बुढाबुढीहरू मात्रै गल्फ खेलेको देखिँदो रहेछ। त्यसपछि हामी म र एकजना मेरो कम्पनीमा काम गर्ने साथी चाहिँ बाहिर घुम्दै जाँदाखेरि यहाँको ठाउँहरू अवलोकन गर्दै गएर नेपालभन्दा भौगोलिक क्षेत्रमा खासै फरक चाहिँ छैन यो ठाउँ। तर पनि जस नेपालीहरूलाई चाहिँ कोरियामा चाहिँ मन भुलिन्छ भनौँ न यो खालको भौगोलिक ठाउँहरू होइन। उस्तै जस्तो लाग्छ मलाई चाहिँ नेपाल र यहाँको ठाउँ चाहिँ कोरियाको ठाउँ चाहिँ। यहाँ चाहिँ बिहानको चिसो मौसममा यो एक खालको चराहरू नेपालमा उड्ने चराहरू पनि देखिएको छ होइन। जस मलाई चाहिँ रमाइलो लाग्छ। यस्तो हाम्रोतिर चाहिँ धेरै चिसो मौसममै उड्छ यस्तो चराहरू। अनि यहाँको मान्छेहरू चाहिँ अधिकांश मान्छेहरू चाहिँ माछा मार्ने एकदमै माछा मार्न रुचाउँदो रहेछन्। यहाँ चाहिँ अलिकति छुट्टी भयो कि माछा मार्न आउँछन्। यसरी छुट्टीको टाइममा गाडी लिएर आउँछन्, दिनरात माछा मार्छन्। अब यो गाउँमा पनि यहाँ चाहिँ रेलको बाटोहरू पुगेको छ। विकास चाहिँ धेरै राम्रो भएको छ। यहाँ प्रायः ठाउँहरू धेरै विकसित छन् गाउँहरू पनि। अहिले हामी चाहिँ यो यहाँको सानो सहरतिर जाँदैछौँ। सानो सहर जाने टाइममा चाहिँ रेलको बाटो क्रस गरेर जान्छौँ। यहाँको खोला नालाहरू पनि व्यवस्थित बनाएको छ। यहाँ चाहिँ मान्छे हिँड्नलाई वकवे बनाइदिएको छ। यसरी एक्सर्साइज गर्नको लागि यहाँ साइक्लिङ गर्न मिल्छ। यो पर देखिँदै गरेको रातो चाहिँ खिमखुङजाङहरू हो। र यिनीहरूले बाटोमा हिँड्दा पनि यस्तो खालको वकवेहरू बनाइदिएको हुन्छ। यो देखेको रुखहरू चाहिँ पछि यो फुलको लागि एकदम रमणीय देखिन्छ। यहाँ चाहिँ यो चाहिँ प्रायः खोलाको छेउछाउमा यसरी हिँड्नलाई बनाइदिएको हुन्छ। यहाँको गाउँहरू चाहिँ सेम नेपालको जस्तो देखिन्छ। गाउँहरू पनि यस्तो अनेक कलाकृतिहरूले राखिदिएको हुन्छ यो ठाउँहरूमा चाहिँ। यहाँ अचम्मको कुरा चाहिँ के छ भने यति धेरै गाउँहरू छ तर मान्छेहरू देखिँदैन नि। यहाँ प्रायः यङ मान्छेहरू चाहिँ सहर केन्द्रित हुँदो रहेछन्, बुढाबुढी मात्रै बसेका हुन्छन्। त्यही भएर खासै यहाँ मान्छेहरू चाहिँ बाटोमा आवतजावत गरेको देखिँदैन। घरहरू चाहिँ एकदमै सानो सानो टिनले छापेको मात्रै घरहरू हुन्छ। टिन छापेको घरहरू मात्रै धेरै हुँदो रहेछ। अब अपार्ट बनाएर ठुल्ठुलो घरहरू चाहिँ सहरतिर मात्रै हुन्छ। गाउँतिर चाहिँ सबै नेपालको जस्तो साधारण टिनले छापेको घरहरू हुन्छ। अनि हामी चाहिँ यहाँको साधारण एउटा सानो सिटी छ यो, जहाँ हामी सपिङ गर्छौँ। विदेशी कामदारहरू धेरैले सपिङ गर्ने ठाउँ पनि हो यो। भेटघाट गर्ने जक्सन पनि हो यो। यहाँनिर भेटघाट गर्छौँ। यहाँ मार्टहरू छ, यहाँबाट हामी सामानहरू किन्छौँ। प्रायः विदेशीहरूको भेट हुने ठाउँ चाहिँ एउटा यहाँ हो। र यहाँ चाहिँ विदेशी सामानहरू किन्ने ठाउँ पनि हुन्छ। विदेशी मार्केटहरू पनि छ। विदेशीहरूलाई टार्गेट गरेर राखेको दोकान पनि छ यहाँ भनौँ न। यो चाहिँ जस यहाँ चाहिँ एकदमै बाटो हिँड्दा ओर्दा एकदमै रोडको नियमहरू पालना गर्नुपर्छ। जताभावी बाटो काट्न पाइँदैन। त्यस्तो काट्यो भने यिनीहरूले चाहिँ फाइन तिराउँछ यहाँ चाहिँ। र एकदमै नियम चाहिँ एकदमै कडा छ। र यहाँको मान्छेहरूले नियम एकदमै मान्छन् पनि र फलो पनि गर्छन्। देश विकास हुनलाई त्यो पनि एउटा प्लस पोइन्ट हो जस्तो लाग्छ। यहाँको मान्छेहरू आफू नै मान्छन् र एकदमै प्रायः कोरियाको प्रायः सहरहरूमा चाहिँ एकदमै सफा हुन्छ, एकदमै चिटिक्क हुन्छ रोडहरू होइन। फोहोर हुँदैन। फोहोर व्यवस्थापनहरू यहाँको एकदम यिनीहरूको मुख्य उद्देश्य नै फोहोरलाई व्यवस्थापन गर्छन् यिनीहरूले एकदमै राम्ररी। एकदमै क्लिन सफा हुन्छ बाटोहरू। फोहोरको व्यवस्थापन गर्नको लागि ठाउँ ठाउँमा डस्टबिनहरू राखिदिएको हुन्छ उनीहरूले। डस्टबिनहरू पनि मजाले सबैले युज गर्छन्। अब हाम्रोतिर जस्तो डस्टबिन हुँदा पनि खाएर जसरी फोहोर फ्याँकिँदैन। यो चाहिँ ख्वाङचन भन्ने सिटी हो, छुङछुङ नामदोको। यहाँ प्रायः